हेलो झन्डा किन झन्डा कतिमा झन्डा किन्ने हो सिस्टर? सो हेलो एभ्रिवान, आज चाहिँ म 22 धाराको मेलामा छु र मैले चाहिँ यो पछाडि देखिरहेको एउटा नेपालको झन्डा किन्छु र यो झन्डा किनेपछि मैले बेच्छु। कतिमा बेच्छु थाहा छैन, हेर्नुहोस् है त। दिदी कति हो झन्डाको? यो सानोलाई 100 हो। ल ठिक छ गाइज, मैले 100 रुपियाँमा यो झन्डा किन्दैछु है त। कस्तो भइरहेछ तपाईँको काम? ठिकै छ। कति झन्डा बेच्नु भयो दिनमा? हजुर 15-16 वटा। ल थ्याङ्क यू सो मच है। सो गाइज, मैले चाहिँ एउटा झन्डा किनिसकेको छु होइन। अब यो झन्डा चाहिँ म बेच्नेवाला छु। कतिमा बेच्छु भन्ने थाहा छैन है त। छैन किन्नुहुन्छ नेपालको झन्डा एकदम। हेलो झन्डा किन झन्डा कतिमा झन्डा किन्ने हो सिस्टर? हेलो एक्सक्युज मी, झन्डा किन्ने हो हजुरहरू? नेपालको झन्डा। हेलो एक्सक्युज मी, झन्डा किन्नुहुन्छ कि नकिन्ने? एक्सक्युज मी, झन्डा किन्ने हो? हेलो एक्सक्युज मी, झन्डा किन्नुहुन्छ? नेपालको झन्डा किन्नु न। हेलो सिस्टर, झन्डा किन्नुहुन्छ? झन्डा किन्ने मान्छे भेटिरहेको छैन गाइज। सो मैले चाहिँ है झन्डा किन्नुहुन्छ हजुरहरू? गाइज कसैले झन्डा किन्न मानिरहेको छैन, नमानेको अवस्था। हेलो एक्सक्युज मी, झन्डा किन्ने हो तपाईँहरू? हेर्नु त कति दामी झन्डा छ। खासै झन्डा किन्न कसैले मानिरहेको छैन है गाइज। यत्रो भिडमा यत्रो मेलामा करोडौँ हजारौँको मान्छेको समूह छ तर पनि कसैले झन्डा किन्न मानिरहेको छैन। सो म अझै पनि प्रयास गर्छु है त। सो मैले धेरैजनाले झन्डा किन्ने भनेर सोधेँ तर कसैले पनि झन्डा किन्न मानिरहेको थिएन र मलाई झन्डा किन्ने हो भन्दै गर्दाखेरि एउटा कुरा ठ्याक्कै दिमागमा आयो र मैले एउटा झन्डा बेच्न त त्यति गाह्रो भयो भने बिचारो उहाँ दिदीले चाहिँ त्यत्रो झन्डा कसरी बेच्नु भयो होला? कसले चाहिँ किन्छ होला त यार झन्डा? सो हेलो एक्सक्युज मी, झन्डा किन्नुहुन्छ? नेपालको झन्डा किनिदिउँ न त एउटा। उहाँले किन्नुहुन्छ कि? किन्ला जस्तो गरेको थिएँ, किनेन तर। सो मैले धेरैजनालाई झन्डा बेच्ने प्रयास गरेँ तर कसैले पनि किन मानिरहेको थिएन र एकजना दिदी चाहिँ त्यतिखेर आएर मलाई चाहिँ झन्डा चाहियो भनेर भन्नुभयो र उहाँसँग चाहिँ मेरो डिल हुन। अब यसको चाहिँ अब खासै प्राइस चाहिँ अब ठ्याक्कै मैले तोकेको छैन होइन। कति दिन सक्नुहुन्छ? भन्न न, मेरो छोरीलाई चाहिएर के कति? ए छोरीलाई लिएर आउनु न एकचोटि। छोरी बुनु हाम्रो उहाँको चाहिँ बुनुले चाहिँ किन्ने अरे। ओहो, उहाँले चाहिँ झन्डा किन्ने अरे है। ल उहाँले चाहिँ झन्डा किन्ने अरे। झन्डा किन्ने मान्छे चाहिँ मैले फाइनली लगभग धेरै मेहनतपछि चाहिँ भेटाइसकेको छु होइन। ल थ्याङ्क यू सो मच। के हो तिम्रो नाम? हो के अरे? समय र तामाङ। ओके, प्राइस चाहिँ थाहा भने छैन होइन मैले। कति दिन सक्नुहुन्छ हजुरले? जति दिनुहुन्छ त्यति आफ्नो खुसीले दिनुहोस्। उहाँले चाहिँ हस् थ्याङ्क यू सो मच, 60 रुपियाँ दिनुभयो। सो गाइज, यो चाहिँ मैले झन्डा बेचेको पैसा हो होइन। यो चाहिँ अब म कसैलाई कोही न कोही अब दुखी पीडितहरूलाई चाहिँ म सहयोग गर्छु होइन, दिन्छु। आउनुहोस्, जो भेटिन्छ उसलाई दिन्छु है।